मैले आफूलाई चाहिँ के भन्ने गरेको छु भने हामीले भर्खरै हाम्रो राष्ट्रिय गान भन्यौं नि सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली भन्यौं। यो मालाभित्र मैले अघि भनेका विज्ञहरू चाहे अर्थशास्त्रीहरू हुनुहोस्, चाहे शिक्षाविदहरू हुनुहोस्, चाहे डक्टर्स हुनुहोस्, चाहे इन्जिनियर्स हुनुहोस्, उहाँहरू चाहिँ फुल हो यो मालाको। यो माला बन्नको लागि एउटा धागो चाहिन्छ। मैले चाहिँ आफूलाई धागोको रूपमा हेरेको छु। मेरो आफ्नो वासना सुवास पनि छैन, मेरो रङ पनि त्यो फुलहरूले छोपिदिन्छ, मेरो आफ्नो रङ पनि छैन, मेरो आफ्नो सुवास पनि छैन। तर बलियो चाहिँ म असाध्यै बलियो छु। मलाई हत्तपत्त तोड्न सकिँदैन, हत्तपत्त मलाई तोड्न सकिँदैन। मसँग केही गुण छ भने अघि तपाईँले भन्नुभयो नि त्यो एउटा बलियो धागो बनेर कसैले काट्न पनि नसक्ने, चुडाल्न नसक्ने, तर मेरो आफ्नो सुवास पनि छैन, मेरो आफ्नो रङ पनि हत्तपत्त कसैले देख्दैन। म त्यो एउटा धागो बनेर आफ्नो कार्यकालभरि 2 कार्यकाल हो मेरो, त्यो भरि त्यस्ता योग्य र विज्ञ मान्छेहरूलाई यो पार्टीभित्र ल्याएर तपाईँहरू जस्ता युवाहरूलाई यो देशमा केही हुन्छ भन्ने कुरा चाहिँ देखाएरै छाड्छु। यो चाहिँ मेरो प्रण भयो। थ्याङ्क यू।